मैले त साउनको पहिलो मेहन्दी लगाएँ त साथीहरू हजुरहरूले लगाउनु भयो कि भएन त। र आज आइतबारको दिन मैले के गरेँ भनेर हजुरहरूसँग सेयर गर्नेछु। सो हेलो एभ्रिवान, इट्स मी रोशना। वेलकम टु अ डे इन माई लाइफ एज अ स्टुडेन्ट इन नेपाल, डे 28 मिनी ब्लग। र आज आइतबार बिदाको दिन। पहिला भने शनिबार मात्र बिदा हुन्थ्यो भने अहिले चाहिँ आइतबार पनि बिदा हुन्छ नि त, कलेज स्कुल। घर बसेपछि चाहिँ मेरो कामै भनेको चाहिँ बिहान उठेर नुहाएर फ्रेस भएर पूजा गर्ने काम हो। अनि म चाहिँ बिहानै उठेर घरहरू सरसफाइ गरेर नुहाइधुवाइ गरेर पनि आफ्नो पूजा सुरु गर्दैछु। अनि देख्न सक्नुहुन्छ मैले चाहिँ आफ्नो पूजा पनि सकिसकेको छु। बत्ती सत्ती बालेर मैले चाहिँ आफ्नो पूजा सकिसकेको थिएँ। र पूजा गर्दाखेरि चाहिँ मनमा एउटा छुट्टै खालको आनन्द फिल हुने के। अनि पूजा सकिसकेपछि चाहिँ मैले ग्लुकोज पानी खाएँ। बिहान चाहिँ उठ्ने बित्तिकै चाहिँ हामीले पानी खानुपर्ने हुन्छ। र पानी खाइसकेपछि चाहिँ मैले थोरै चिया बनाएर खाएँ। म चाहिँ कहिलेकाहीँ मात्र चिया खान्छु, घर बसेको बेलामा मात्र। त्यसपछि चाहिँ मैले के गरेँ भन्नुहुन्छ भने पूजाको भाँडाहरू सबै मस्काएर राखिदिएँ। भोलि सोमबार हो नि त, अनि पूजाको भाँडा चाहिँ सबै निकालेर मस्काएँ मैले। अनि त्यसपछि आफ्नो स्किन केयर पनि गर्न थालेँ। अनि यो चाहिँ हो मेरो मर्निङको स्किन केयर। अनि मेरो स्किन चाहिँ कस्तो ग्लोई, कस्तो साइनी भएको छ देख्न सक्नुहुन्छ। र मेरो स्किन केयर रुटिन चाहिँ हेर्न चाहनुहुन्छ भने यो भिडियोमा कमेन्ट गर्न सक्नुहुन्छ। अनि चाहिँ म भिडियो राखिदिने छु। र दिउँसो खाना खाइसकेपछि चाहिँ यत्रो ठुलो पानी परेको थियो हाम्रोतिर चाहिँ। अहिलेको मौसम भनेको चाहिँ कति बेला घाम लाग्छ कति बेला पानी पर्छ केही ठेगानै छैन मौसमको। भर्खर घाम लागेको हुन्छ भने भर्खरै पानी परिदिन्छ। सो हाम्रोतिर चाहिँ यत्रो ठुलो पानी परेको थियो। अनि बेलुका खानामा चाहिँ मैले अन्डा करी बनाएको थिएँ। खानासाना खाइसकेपछि चाहिँ हामीले मेहन्दी लगाउन थाल्यौँ। भोलि साउनको पहिलो सोमबार भएको भएर चाहिँ मेहन्दी लगाउँदैछौँ हामी यहाँ। हामीले चाहिँ मेहन्दी पनि लगाएर सकिसकेको थियौँ। एउटा मात्र हातमा लगाएको थिएँ मैले चाहिँ, अगाडि पछाडि देख्न सक्नुहुन्छ। र यस्तो राम्रो मेहन्दी चाहिँ कसले लगाइदिएको भनेर भन्नुहुन्छ भने नन अदर देन मेरो भाइ रमित थापा मगर। उसले चाहिँ मेहन्दी मेकअप सबै गरिदिनुहुन्छ। र यदि हजुरहरूलाई यस्तै राम्रो मेहन्दी लाउन मन छ र आफूले कस्टमाइज गरेको मेहन्दी डिजाइन लाउन मन छ भने मेकअप बाई रमितलाई सम्झिन सक्नुहुन्छ। र मेहन्दी मात्र नभएर उहाँले चाहिँ मेकअप पनि गरिदिनुहुन्छ। होम सर्भिस अभाइलेबल छ ओन्ली इन चितवन। र यदि मेरो मिनी भ्लग मन पर्यो र मेरो यो राम्रो मेहन्दी मन पर्यो भने मेरो भिडियोलाई लाइक, कमेन्ट, सेयर र मलाई फलो गर्न नबिर्सिनु होला। आजको लागि यति नै। सी इन माई नेक्स्ट मिनी भ्लग। थ्याङ्क यू फर वाचिङ। बाई बाई।